के गर्नुपर्छ हैन। पहिला त उहाँलाई इभ्यालुएसन गर्नुपर्छ, जुन कुरा हामीले भनिहाल्यौँ। उहाँको विभिन्न जाँचहरू गर्नु पर्यो, ठिक छ कि छैन, अपरेसन गर्नलाई क्याथेटर राख्नको लागि उहाँ योग्य छ कि छैन, अथवा उहाँको टेस्टहरू कस्तो आउँछ हैन। त्यो हेरिसकेपछि उहाँलाई हामी भर्ना गर्छौँ। भर्ना गरेपछि उहाँलाई हामीले बेहोस नगरिकन साधारणतया नाइटोको 2 सेन्टिमिटर मुनि प्वाल पारेर पाइप छिराउँछौँ। त्यो पाइप राखेपछि त्यहाँ सामान्य घाउ त भइ नै हाल्यो हैन, र त्यो घाउ सन्चो नहुन्जेल भनेको करिब 2 हप्ताको पिरियडमा एभ्री अल्टरनेट डे, एक दिन बिराइकन हामी उहाँलाई ट्रेनिङ दिन्छौँ। त्यो ट्रेनिङमा के हुन्छ त भन्दाखेरि, जस्तो यो कसरी पानी सफा गर्ने, पानी राख्ने कसरी, निकाल्ने कसरी, कोठाको अवस्था कस्तो हुनुपर्छ, घरमा स्टेरिलाइजेसन कसरी गर्ने, सामान्य गज पिसहरू हुँदैन घरमा अस्पतालमा जस्तो हैन, यो सबै कसरी तयारी गर्ने, के सामान चाहिन्छ र कसरी गर्ने, यो कोठाको अवस्था कस्तो हुनुपर्छ, यो सबै कुराको जानकारी दिइन्छ। त्यो भनेको 15 दिनको अवधिमा 7 पटकसम्म उसले यो ट्रेनिङ लियो भने एकदम पढ-लेख गर्न नजान्ने व्यक्तिहरूले पनि यो क्याच गर्छ। यो धेरै सजिलो प्रक्रिया हो र उहाँहरू पूर्ण रूपमा क्षमतावान भएर घर फर्किनुहुन्छ र आफैले सिएपिडी घरमा गर्न थाल्नुहुन्छ।